तपाईँ लाइभ हेर्नुहोस् कसरी फलो बढिरहेको छ। लाइभ हेर्नुहोस् लाइभ। यो फेसबुकमा अहिले लाइभ चलिरहेको छ। फलो कसरी बढिरहेको छ हेर्नुहोस्। तपाईँलाई विश्वास लाग्दैन नि भने तपाईँ लाइभ हेर्नुहोस् फलो कसरी बढिरहेको छ। अहिले 102 छ। हेर्दै जानुहोस् एकछिनपछि। तपाईँहरूलाई मैले तपाईँहरू चाहिँ थाहा पाउनु नभनेर मैले लाइभ गरिरहेको छु हेर्नुहोस् 104 भयो। किनभने 1 मिनटमा 2 जनाले फलो गरिरहेको छु। तपाईँ यस्तो सेटिङ चाहिँ कसरी बनाउने भन्ने चाहिँ खोजीमा हुन्छ भने भिडियोलाई सेयर गर्नुहोस् र मैले नेक्स्ट भिडियो यस्तो खतरा यसकै लागि मैले बनाउने छु। हेर्दै जानुहोस् लाइभ देखाइरहेको छु तपाईँलाई 4 भयो। अब एकछिनभित्र हेर्दै जानुहोस्। तपाईँलाई झुट बोलेको हो त? हेर्नुहोस् 6 भनेपछि तपाईँलाई के भन्ने कि यसरी फलो बढ्ने कसरी के उपाय होला, यसरी फलो किन बढिरहेको होला, तपाईँलाई केही जानकारी छ? तपाईँ यो भिडियो कसरी बन्यो भनेर तपाईँ सिक्न चाहनुहुन्छ भने यदि मलाई फलो गर्नुहोस् र 1 जनाले 4 जनालाई सेयर गर्नुहोस् यो भिडियो। म तपाईँलाई अवश्य पनि यो भिडियो कसरी यसरी फलो बढाउने भन्ने कुरामा पनि निष्कर्षमा बनाउने छु। त्यही भएर तपाईँहरूले फलो गर्न चाहिँ नबिर्सनु, फलो गर्नुहोस्। म तपाईँहरूको लागि पनि एउटा भिडियो बनाउनेछु है। थ्याङ्क यू। हेलो साथीहरू, फेसबुकमा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, आज अचम्मै भयो, कमालै भयो। यस्तो के भयो? 81 मेरो 100 मात्रै फलोवर्स भएको आइडीमा 81 1200 फलोवर्स बढ्यो। यस्तो पनि हुँदो रहेछ। यस्तो कसरी भइरहेको छ, किन भयो? म दङ परिरहेको छु। तपाईँ मेरो आइडी देख्न सक्नुहुन्छ। अहिले भर्खरै 1200 भयो, यहाँभन्दा अगाडि 100 थियो। यत्रो फलोवर्स यति छिटो बढिरहेको छ कि तपाईँले देख्नुभयो भने चकित हुन्छ। 1 सेकेन्डमा एउटा फ्रेन्ड रिक्वेस्ट आइरहेको छ। तपाईँहरू हेर्दै जानुहोस्। कसम, मलाई भिडियो यतिसम्म सेयर गर्नुहोस्, यतिसम्म सेयर गर्नुहोस् भनेपछि तपाईँहरू अब भनेपछि हेर्नुहोस्। तपाईँको आँखा अगाडि नै म एउटा लाइभ देखाउँछु। भर्खर 19 छ। हेर्दै जानुहोस्। तपाईँको आँखा अगाडि नै 1 सेकेन्डमा फ्रेन्ड रिक्वेस्ट बढिरहेको छ। हेर्नु, भर्खर 18 थियो, अहिले 21 भयो। तपाईँ हेर्दै जानु कि जमजम इलेक्ट्रोनिकबाट पनि मलाई के गरिरहेको छ, फ्रेन्ड रिक्वेस्ट पठाइरहेको छ। यो चाहिँ यति विश्वभरि नै मेरो के गरिसक्यो भनेपछि फेसबुकले मेरो आइडीलाई विश्वभरि नै पुऱ्याइसक्यो। हेर्नुहोस्, तपाईँ लाइभ हेर्नुहोस्, मलाई फ्रेन्ड रिक्वेस्ट यत्रो पठाइरहेको छ कि भर्खरै 24 पुग्यो। तपाईँको म यति चकित परेँ कि आज फेसबुकमा पहिलोचोटि यत्रो फलोवर्स बढ्दाखेरि मैले जिन्दगीमा सोचेको पनि थिएन। मैले मेरो भिडियोमा मैले भिडियो पनि हालेको छैन, मेरो भिडियोमा राम्रो भिडियो पनि छैन, भिडियो क्वालिटी पनि छैन। मैले भिडियो 3टा रिल्स मात्रै राखेको छु र मैले फोटो पनि राखेको छैन। मैले आइडी क्रिएट गरेको मैले भयो 2.5 महिना भयो। त्यहाँ भन्दा मैले चाहिँ यो गरेको थिएन। आज 81 आज 11 घन्टामा 1200 जनाले मलाई फलो गर्नुभयो र तपाईँ हेर्दै जानुहोस्। एक मिनेटमा 4-5 जनाले मलाई फलो गर्नुभएको छ। यसरी पनि फलो बढ्दो रहेछ, यसरी पनि फलो गर्दो रहेछ। अनि फेसबुकले चाह्यो भने र आफ्नो यो आइडीलाई अर्को ठाउँमा जस्तै पुरै विश्वभरि फैलाइदियो भने चाहिँ यसरी चाहिँ फलोवर्स बढ्दो रहेछ। म चाहिँ यस्तो दम परेँ। तपाईँलाई यदि तपाईँहरू विश्वास मान्नुहुन्न भनेपछि मैले तपाईँको अगाडि नै लाइभ प्रुफ देखाइरहेको छु। हेर्दै जानुहोस्। यसरी चाहिँ यस्तो भइरहेको छ। अब तपाईँहरूलाई के भन्ने, यो कुराहरूलाई तपाईँलाई जोक लाग्न सक्छ। हेर्नुहोस् 32 भयो। अब तपाईँलाई के भन्ने कि यस्तरी फलोवर्स बढेपछि त अब आइडी ग्रो नहुने त कुरै छैन। त्यही भएर तपाईँहरूलाई यदि सिक्न मन छ भनेपछि यदि तपाईँहरूलाई यस्तो किन र कसरी मैले एउटा सेटिङबाट मैले एउटा सेटिङ अन गर्दाखेरि चाहिँ यस्तो भयो, तपाईँहरू पनि यस्तो भिडियो हेर्न चाहनुहुन्छ भने यो कसरी हुन्छ र यो यस्तै किन बढिरहेको छ, यस्तै फलो किन गरिरहेको छ भन्ने मैले सबै जानकारीको लागि एउटा अर्को भिडियो ल्याउनेछु। तपाईँले यो भिडियोलाई यति सेयर गर्नुहोस्, यति सेयर गर्नुहोस्, 1 जनाले 4 जनालाई सेयर गर्नुहोस् ताकि तपाईँलाई मैले सिकाउन सकौँ। मैले यति भन्दै तपाईँलाई यो भिडियो लाइभ देखाइरहेको छु। लाइभ तपाईँले कसरी फलोवर्स बढिरहेको छ भने तपाईँलाई लाइभ देखाएर मैले तपाईँको लाइभ देखाएर मैले भिडियो बनाइरहेको छु। र अर्को तपाईँलाई मैले सेटिङ यो सबै यसको प्राइभेसी मोबाइलको बारेमा सबै कुराबाट मैले डिटेल्समा सार्नु गर्छु। हेर्नुहोस्, तपाईँले हेर्दै भर्खरै अघि 18 बाट स्टार्ट भएको 35 सम्म पुग्यो र गर्दै मैले एकछिनमा साथीहरू एकछिन भन्दा पनि एकछिनको 1200 फलोवर्स कम्प्लिट भइसकेको छ। देख्न सक्नुहुन्छ 1221 भइसकेको छ। र हेर्नुहोस्, अहिले 1221 भर्खर भएको छ भने तपाईँलाई म देखाउँछु। यहाँ मैले भिडियो पनि धेरै हालेको छैन। तपाईँ हेर्न सक्नुहुन्छ। मैले भर्खरै यहाँभन्दा अगाडि 2टा भिडियो हालेको छु। 2टा भिडियो रिल्स 2टा छ। समथिङ धेरै गर्ने हो भने 8-10 वटा रिल्स छ। यो पनि धेरै पुरानो रिल्स हो। यति हो मेरोमा यहाँ कम्प्लिट रिल्स यति नै हो। रिल्स यति नै हो। मेरोमा फोटो त्यति छैन। मैले 6-7 वटा फोटोहरू छ होला, तर अरू खासै यहाँ फोटोहरू पनि त्यति फोटो पनि देख्नमा पाउँदैन। भनेपछि साथीहरू यस्तरी फलो बढिरहँदा अघि 21 थियो भने चाहिँ अहिले कति होला हेर्नुहोस्। तपाईँ गेस गर्नुहोस्। हेर्नु, भर्खर 21 बाट 25 पुगिसक्यो। यसरी फलो त साथीहरू अब तपाईँ सोच्नै सक्नुहुन्न। अहिले 39 पुगिसकेको छ। यस्तरी फलो यो कसरी भइरहेको छ भन्ने कुरा सबै डिटेल्समा बुझ्नको लागि चाहिँ मेरो अर्को एउटा छुट्टै एउटा यस्तो भिडियो बनाउँछु तपाईँलाई। तर लाइभ प्रुफ देखाइरहेको छु। तपाईँ विश्वास गर्नु भने लाइभ प्रुफ हो यो। हेर्नुहोस्, लाइभ प्रुफ हो। हेर्नु, 1 घटिरहेको छ, 1 बढिरहेको छ। अब यो लाइभ प्रुफ गरिरहेको छु। म यसको लागि सबै स्किल गरेर एउटा अर्को भिडियो अपडेट गराउनेछु र त्यसको लागि यो भिडियोलाई 1 जनाले 4 जनालाई सेयर गर्नुहोस् ताकि तपाईँलाई मैले पुरा सबै कुरा डिटेल्समा सिकाउँछु। म यो तपाईँको आइडीलाई म विश्वभरि पुऱ्याइदिन्छु कि पुरै। मलाई अहिले पुरै विश्वको मान्छेले हेरिरहेको छ। 1 घन्टामा तपाईँ 1 सेकेन्डमा 4-5 जनाले हेर्छ, 1 मिनेटमा 6-7 जनाले फलो गर्छ भनेपछि यो भन्दा त यहाँ नेपालमा यति हेर्नुहोस् भर्खरै 41 जना। यो नेपालमा कमै होला कि। यस्तो कसैको फेसबुकमा यस्तो भएको छ भने चाहिँ मलाई भन्नुहोस्। यदि होइन भने यो भिडियोलाई सक्दो सेयर होइन यति सेयर गर्नुहोस् कि